नो एन्ट्रीमा खुसी हुँदै जान लागेको थिए, बट यो मान्छेले यहाँबाट दबाइदियो यार। एक्चुअली आज बिहान यति छिटो उठेको कि चन्द्रमा पनि ड्युटी गर्दै बसेको थिए र यो हेर्दै मलाई पनि ड्युटी गर्ने भएकोले स्कुलमा ट्युसन आएर यो नानीलाई प्राइजको रूपमा कपी र पेन दिए। 150 को चुन लाग्यो यार, मैले आफ्नो गोजीबाट दिएको हो। त्यही भएर अब सक दिने काम मेरो। मैले अचानक सरप्राइज टेस्ट लिदिएको, सबैको हावा टाइट भयो र यो देखेर मैले छुट्टै खुसीको अनुभूति गरे। दिउँसोको यस्तो राम्रो मौसम इन्जोय गर्दै बसे बेला मैले पैसा निकाल्नु छ भनेर सम्झिए। भाग्दै भाग्दै एटीएम आएर पैसा निकाले यार, धन्न ढिलो भएको। त्यो पछि बजाजको शोरूममा आएको बेला यो मिररमा पोज दिएर फर्किने बेला योलाई एकछिन चलाएर भित्र गएको त यो मान्छेले क्यामेरा हेरेर युट्युबर साप्रो भने यार। तर यो मान्छेलाई छिट्टै 1 मिलियन सब्स्क्राइबर पुरा गरेर देखाउँछु, त्यसको लागि च्यानल सब्स्क्राइब गरिदिनु न हो। त्यो पछि रुममा जाने बेला बाटोतिर मकै पोलेको हेरे र भोक पनि लागेकोले मकै लिएर रुममा आउने बेला कान्छेलाई पनि भोक लाग्यो। 500 को फेरि खर्च भयो यार। रुममा आएर मकै खाने बेला मेरो फ्यान्सहरुले मैले बोलाएको सुने, छुट्टै खुसी लाग्यो यार। खुसी भएको बेला आमाले अर्कै काम ल्याइदिनु भयो र फाइनली काम सकेर धेरै दिनपछि जिम आए। आज त मेरो हालत नै खराब हुने भयो यार।